दर्शकवृन्द, आज हामी यहाँहरूलाई केबल कारबाट काठमाडौँको थानकोट नजिकैको चन्द्रागिरी डाँडाको यात्रा गराउँदैछौँ। केबल कार चढ्नका लागि यहाँ 700 रुपैयाँको टिकटको व्यवस्था गरिएको छ, जुन अलिकति बढी नै देखिन्छ सर्वसाधारणका लागि। विद्यार्थीहरूका लागि भने केही प्रतिशत छुटको व्यवस्था गरिएको छ। केबल कारबाट चन्द्रागिरी डाँडासम्मको यात्रामा करिब 10 मिनटको समय लाग्ने गर्दछ। यस अवधिमा यहाँहरूले काठमाडौँ उपत्यकाभित्रका मनोरम दृश्यहरूको अवलोकन गर्न सक्नुहुनेछ, जुन अत्यन्तै रमणीय र मनमोहक देखिन्छन्। यहाँहरूले केबल कार चढ्ने योजना बनाउँदा मौसमलाई भने ख्याल राख्नुपर्ने हुन्छ। मौसम साफ नभएमा यी प्राकृतिक दृश्यहरूको अवलोकन गर्न त्यति सम्भव नहोला। कस्तो लाग्यो यात्रा? यो यात्रा त्यही त तपाईलाई कस्तो लाग्यो त? अब पहिल्यै मनोकामना पनि चढेकै हो। डिस्टेन्सको हिसाबले के फरक पाइयो त्यो र यो? मनोकामना भन्दा यहाँ अलिकति हाइट पनि बढी अनि समय पनि अलिक डिस्टेन्सको हिसाबले पनि अलिक बढी। अब हामी लगभग टापुमा आइसकेको अवस्था। हामी यहाँ आज यो पूर्वाञ्चलदेखि लिएर पश्चिमाञ्चलसम्मको टिम छ। तपाईँहरू बिहान केबल कारमै, बेलुकी पनि केबल कारमै बस चढे चाहिँ भएर आउनु। पहिला रहर लाग्यो होला। नयाँ आउँदा जति इन्ट्रेस्टिङ हुन्छ तपाईँलाई त साँझ बिहान अप डाउन गर्न त्यस्तो रोचक लाग्दैन। केबल कारको अझै माथि मन्दिर छ एउटा, त्यसको दर्शन गर्न जान लागिरहेको हो। समुद्र सतहदेखि करिब 2550 मिटरको उचाइमा रहेको यस स्थानमा भालेश्वर महादेवको मन्दिर अवस्थित छ। किम्वदन्ती अनुसार सतीदेवीको निधार यहाँ पतन भएको भनाइ छ। भालेश्वर महादेवको दर्शन गर्न यस मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ। यस ठाउँबाट हिमालदेखि तराईसम्मको भूभाग सजिलै अवलोकन गर्न सकिन्छ।
चन्द्रागिरीको डाँडोमा आइसकेपछि यहाँबाट चारैतिर देखिने यी सुन्दर दृश्यहरूले यहाँ आउने पर्यटक अथवा आगन्तुकहरूलाई प्रसन्न त बनाउँछन् नै, साथमा यहाँबाट काठमाडौँ उपत्यका एकदमै स्पष्ट देखिन्छ। त्यति बेला पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई यही चन्द्रागिरी डाँडोबाट हेरेर मन पराएको भन्ने भनाइ पनि छ। चन्द्रागिरी डाँडोमा आइसकेपछि यहाँबाट देखिने यी मनोरम दृश्यहरूले गर्दा पर्यटन प्रवर्धनका लागि यो निकै महत्त्वपूर्ण देखिन्छ। केबल कारको निर्माणपछि काठमाडौँ उपत्यकाको सबैभन्दा नजिक र उचाइमा रहेको यस क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। यहाँ पिकनिक स्थल, बाल उद्यान साथै होटलहरूको व्यवस्थाको लागि पूर्वाधारको निर्माण भइरहेको छ। बेला हाम्रो टिम यो केबल कारको माथि चन्द्रागिरीको डाँडोबाट थानकोट भनौँ तल झर्ने क्रममा छौँ। यहाँबाट चारैतिर हेर्दाखेरि साह्रै नै रमाइलो दृश्यहरू देखिन्छ। बेलुकीको साँझ पखको घाम पनि बादल पारी भनौँ न अझै डाँडाबाट अस्ताउने क्रम जारी छ। यहाँबाट यो युट्युबमा पनि चारैतिर देखिने यो सुन्दर दृश्यले हामीलाई मात्रै होइन जो कोहीलाई पनि मन्त्रमुक्त बनाइदिने जस्तो देखिन्छ। अब सर्वप्रथम त हाम्रो भालेश्वर इच्छा पुरेश्वर महादेव हुनुहुन्छ, जसरी हाम्रो इच्छा पनि पुरा हुन्छ। हामीले एउटा इच्छा माग्यौँ भने इच्छा पुरा हुन्छ नै भनेर आउनुहुन्छ। कतिपय फर्केर फेरि पनि आउनु भएको छ। दर्शन गर्न आउने भक्तजनहरूलाई पनि हाम्रो केबल कारले केही सुविधा गरेको छ पहिलाभन्दा अहिले, र दर्शनार्थीहरू पनि बढ्नु भएको छ पहिलाभन्दा। त्यसै पनि यति बेला हामीले कुरा गऱ्यौँ हाम्रो यो केबल कारको स्टाफसँग, उहाँहरूबाट हामीले धेरै जानकारी हासिल गऱ्यौँ। र यहाँहरू जसले हामीहरूलाई हेरिरहनु भएको छ, यदि चन्द्रागिरी केबल कारबाट माथि जानुभएको छैन अथवा केबल कार चढ्न चाहनुहुन्छ भने एकचोटि अवश्य पनि यो ठाउँमा यात्रा गर्नुहोस्। हामीलाई आशा छ यहाँहरूले अवश्य पनि यो यात्रालाई अविस्मरणीय बनाउनुहुनेछ। राजधानीको भिडभाड, धुलो, धुवाँ र व्यस्त सहरी जीवनबाट एक दिनका लागि अलगै रही प्रकृतिको अनुपम सौन्दर्यको अवलोकन गर्ने उत्तम ठाउँ बन्न सक्छ यहाँहरूका लागि यो चन्द्रागिरी डाँडा। र यहाँसम्मको यात्राको माध्यम बनेको छ यो केबल कार। मनोरञ्जन नेपाल।